Hi guys, good morning. Welcome to my another new mini vlog. हजुरहरूलाई फेरि पनि स्वागत छ। मेरो दिन चाहिँ यसरी हाँसेर सुरुवात भयो। त्यसपछि बाबाले लिनुभयो मलाई काखमा अनि सोध्नु भयो बुवाको फोटो कहाँ छ यासु भनेर। अनि मैले देखाएँ यहाँ छ भनेर। म चाहिँ उठ्ने बित्तिकै सधैँ मेरो बाबाको काखमा जान्छु अनि बाबालाई माया गर्छु, बाबासँग हग गरेर दिनको सुरुवात गर्छु। साथीहरू हजुर चाहिँ के गर्नुहुन्छ नि? उठिसकेपछि हामी भयो फ्रेस अनि गयौँ हामी बाबा छोरी मिलेर घुम्न रोडमा माथि। अनि हामी यहाँ हेर्दैथ्यौँ गाडी मोटरहरू गुडेको। यसरी बिहान उठ्ने बित्तिकै फ्रेस भएर नघुमेसम्म त मेरो दिन सुरु हुँदैन नि त साथीहरू। हजुरहरूलाई त थाहा नै छ। एकछिन घुमेर गयौँ हामी तल अनि आउनु भएको थियो हाम्रो प्यारो भरत दाई। अनि यहाँ हेर्नुहोस् भरत दाईले गाना सुनाउँदै हुनुहुन्छ। तिमीलाई देखेको रहेछ बेटा उना लेखेको शिरमा शिरबन्दी मेरो मायालाई उपहार छट्के घरबन्दी मन चञ्चले मेरो पारा त्यस्तै छ तिमीलाई जस्तो देखेको थिएँ ए तिम्रो जोबान त्यस्तै छ शिरमा शिरबन्दी मेरो मायालाई उपहार छट्के घरबन्दी मेरो मायालाई उपहार छट्के घरबन्दी। गाना गाइसकेपछि भरत दाईले आफ्नो इन्ट्रोडक्सन दिँदै हुनुहुन्छ। हेर्नु हाई गाइस, मेरो नाम भरत डिसियो। अनि कहाँ बस्छौ तिमी? मलाई थाहा छैन। भरत दाईसँग चाहिँ अस्ति डान्स गर्ने होला दाई पनि आउनु भएको थियो। अनि उहाँलाई हामीले नाम सोध्यौँ अनि भन्नुभयो यहाँले नाम आफ्नो। अनि आज चाहिँ थियो हामीहरूको वेट मेजरमेन्ट डे अनि हामी दुई भाइ मिलेर गयौँ आफ्नो वेट मेजर गर्न। ल है साथीहरू, हामी दुई भाइको वेट चाहिँ कति कति छ कमेन्टमा भन्नुहोस् है त। गेस गर्नुहोस् कति कति छ भनेर कमेन्टमा। ल उताबाट आएपछि लाग्यो मलाई निन्द्रा अनि म सुतेँ। हेर्नु साथीहरू मेरो सुतेको स्टाइल। म चाहिँ सुतिरहेको थिएँ, मेरो भाइ चाहिँ उता खेलिरहेको रहेछ अर्को कोठामा। अनि हाम्रो ग्रुप कल आयो यसरी मार ठुलो बाबाको। अनि यहाँ मालेर ठुलो बाबाले मलाई हेरिराख्नु भएको छ, मलाई र भाइलाई। दिनमा 2-3 चोटि ग्रुप कल गर्ने त मेन्डेटोरी हो हाम्रो फ्यामिली मेम्बरमा, किनकि मेरो ठुलो बाबा र मा चाहिँ बाहिर हुनुहुन्छ। त्यही भएर उहाँलाई हेर्न मन लागिरहेको छ नि त। सुतेर उठेपछि चाहिँ एज युजलमा गएँ घुम्न। घुमेर आएर लाग्यो मलाई भोक लागेपछि चाहिँ मामुले मलाई बनाइदिनु भयो म्याङ्गो प्युरी। अनि मैले खाएँ म्याङ्गो प्युरी मिठो मिठो मानेर। यसरी म्याङ्गो चाहिँ साह्रै मिठो थियो नि साथीहरू, त्यसैले मैले यस्तो मिठो मानेर खाइरहेको थिएँ म्याङ्गो। हेर्न सक्नुहुन्छ साथीहरू। अनि अर्कोतिर चाहिँ मेरो भाइ मेरो बुवासँग यहाँ खेलिरहेको थियो काखमा लुडीबुडी गरेर। हेर्न सक्नुहुन्छ। मैले मिठो मानेर खाएको देखेर भाइलाई पनि लाग्यो भोक अनि भाइ पनि आयो मसँग म्याङ्गो प्युरी खानको लागि। हेर्नुहोस् हामीले खाइसकेपछि बुवा र बाबाले खानुभयो खाना। त्यसपछि बुवाले मलाई लिनुभयो, त्यसपछि मामु र ठुलो मामुले खानुभयो खाना। अनि म यहाँ चाहिँ बुवासँग खेलिरहेको थिएँ। दिनमा एकचोटि बुवासँग यसरी रुममा बसेर नखेलेसम्म त मेरो दिनै कट्दैन नि त साथीहरू। अनि यहाँ चाहिँ बुवाले गाना लगाउनु भएको थियो अनि म चाहिँ बुवासँग नाचिरहेको थिएँ गानामा। हेर्नु साथीहरू बुवाले मलाई कसरी नचाइराख्नु भएको छ। गाना बजाएको रियल भोइस चाहिँ राख्नु पाएन है साथीहरू, फेरि कपिराइट लाग्ला भनेर। अनि त्यसपछि गयौँ हामी रुममा। यता मामुले मलाई मसाज गर्दै हुनुहुन्थ्यो त्यति बुनु गरेर सक्न पाएको थिएन। फेरि अर्को ग्रुप कल आयो मलाई हेर्नको लागि मेरो मा र मेरो मामाको। पुरा गरिसकेपछि लाग्यो मलाई निन्द्रा। अनि त्यसपछि हामीले गर्यो भ्लगलाई एन्डिङ। हस् साथीहरू, आजको लागि यति नै। बाँकी कुरा नेक्स्ट भ्लगमा। तबसम्मको लागि बाई बाई, टेक केयर, सी यू अन नेक्स्ट भ्लग। अनि साथीहरू लाइक, सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है।